नमस्ते सबैजना आराम कुशल मङ्गल हुनुहुन्छ होला हैन। अनि यता चाहिँ पोल्यान्डमा त्यस्तो हुने रहेछ के फ्याक्ट्री भन्नाले फ्याक्ट्री भनेर लेखेछ उता पारी हो। अनि सस्तो पाइन्छ रे के कपडाहरू जुत्ता सुट्टाहरू। त्यही भएर हामी किन्नलाई आएको छौँ। भित्र के हुन्छ हामी देखाउँछौँ है त। तपाईँहरू हेर्नुहोस् है यहाँ सोरुम भित्र छिरिसक्यो। अब यहाँ यस्तो छ है डेन्जर यहाँ के हो यहाँ अब हेर्छौँ हामी। जुत्ता कटा छ। हामी जुत्ता भएकोतिर खासमा जुत्ता किन्न आएको त्यो भएर जुत्ता कटा छ त्यतै जाँदैछौँ हामी। यताको नजारा घुम्दै पनि छौँ हामीहरू। यहाँ हामीले किन्ने ठाउँको चाहिँ देखेको छैन। यस्तो बवाल दामी छ यहाँ होइन। अनि हामीले चाहिँ उस गरेर छौँ। यहाँ दिदी हुनुहुन्छ। यता बहिनी लिभाइसको सोरुम पनि छ यहाँ। लिभाइस ब्रान्ड जुन ब्रान्डहरू छ सबको आउटलेट यहाँ छ क्या। चस्मा यो चस्मा हेर्न मात्रै पाइन्छ भने गुच्ची आमामा हो यस्तै किन्नुपर्ने। यसलाई के भन्छ यार यसलाई मुस्टाङ गाइज। यहाँ यो मुस्टाङ भन्ने छ। अब यो कहाँको प्रडक्ट नेपाली हो कि के हो तर मुस्टाङ है। डोरी हाम्रो मिसाप जुटा रेन हुन्छ मेनको ट्विस्टेड जिलोटी एडिडासको सुरुमै गाइजो यो सब एडिडास ल मिसाप हान्ने हो नि होइन। सपिङ हान्ने हो। दिदीले एक झोला हान्नुहोस् आमामामामामामामामा। मिसापले मैले त यो के नामको हो पहिलोचोटि किनेको सानो मालुटकी किनेको। यता छ यो फ्याक्ट्रीमा सस्तो फाइन रहेछ। आधी जस्तो पो लाग्यो मलाई त होइन। मैले चाहिँ वान जस्तो मानेर सपिङ नि भयो। म एउटा सानो यो किनेँ। अनि त्यसपछि अब हामी चाहिँ घर जान्छौँ। अनि के हुन्छ यसो भइजान्छ यस्तो छ कुरो गाने। अब चाहिँ घर जानु पर्ने हुन्छ। ठुल्ठुलो टोली लाग्यो। सपिङ हानेर गाडी साडी भर्यो यहाँ सपिङ गरेर पुरै। अनि हामी जाँदैछौँ है। रात पनि पर्यो है पानी पनि पर्यो है गाइजो। ल अब यस्तै हो। अब ऊ पनि भयो सपिङ पनि भयो दसैँ पनि मनाइयो। अबलाई चाहिँ जानुपर्ने हुन्छ है। यो कालो मान्छे कालो फ्रेममा देखेन पारीबाट हो हामी त्यहाँ जानुपर्ने। उताबाट ऊ पारी ल है गाइजो। भिडियोमा नयाँ हुनुहुन्छ भने यसो सब्सक्राइब लाइक्स कमेन्ट्सहरू गर्नु होला। माया गर्नु होला है त गाइज है। राख्यो है केटोले अहिले।